ह्याप्पी न्यू इयर मम्मी बाबा। यसपालिको नयाँ वर्ष सँगै मनाउन पाएनौँ भनेर चिन्ता नलिनु है। परिस्थितिले हामीलाई टाढा बनाए पनि यो मनमा हजुरहरू जति नजिक अरू कोही पनि छैन। थाहा छ भनेको बेला चाहेको बेला देख्न भेट्न पाउँदैनौँ, तर पनि हजुरहरूलाई धेरै सम्झिएकी छु। अनि अर्को कुरा चाहिँ म हजुरहरूदेखि धेरै टाढा छु। कहीँ कतै गलत बाटो हिँड्छु कि भनेर कहिले पनि चिन्ता नलिनु। म सधैँभरि हजुरहरूले सिकाएको बाटो नै हिँड्नेछु अनि हजुरहरूको दुःख त्यागलाई सधैँ सम्झेर सधैँ अघि बढ्नेछु, सधैँ राम्रो बाटो हिँड्नेछु। हजुरहरूको शिर झुक्ने काम कहिले पनि गर्ने छैन। लभ यु सो मच। धेरै धेरै माया, मिठो सम्झना।